अहिले हामी फेरि अर्को अड्डा, यो अर्को अड्डा नै भन्नु पर्ला जहाँसम्म लाग्छ। नयाँ बस पार्क प्रहरी प्रभागको टिम सहितको र जनप्रतिनिधि सहितको यो टिम अहिले हामी टोखा नगरपालिका नम्बर 3 मा आएका छौँ र यो दोस्रो अड्डा हो। यो दोस्रो अड्डामा हामी आएका छौँ। पक्कै पनि यहाँ पनि केही न केही निस्किन्छ, देखिनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ। भित्र नजाउँ अहिले, हामी भित्र नजाउँ, भित्र फेरि रहन्छ भने गाह्रो हुन्छ कि। हजुर ए यता छ होइन, धेरै थियो यहाँ अघि, उता छ भन्छन् फेरि अहिले लास्टमा त्यस्तो नभेटेला पहिला हेरौँ न त। छ कि छैन? ए फेरि अहिले त्यही त फेरि अहिले टोयलेटतिर होला क्या, टोयलेट यता भन्छन् खासै छैन क्या। हेरौँ हेरौँ ए मलाई बोलाउनु भयो ए ए हजुर ए नमस्कार। हेत्तेरिका मास्क लाएर भयो नि कहाँ चिनिन्छ त नि। हेत्त छ त्यहाँभित्र रहेछ, छ त्यहाँ त लुगा आएछ भन्ने कुरा आयो। होइन यो यस्तै थियो अघि हो ए होइन सबै बगाउन यो पेय पदार्थ झोल पदार्थ हो, यहीँ राख्नु, यहीँ बगाउने कुरो भयो ल। ओके ओके ठिक छ ठिक छ ठिक छ ओके। त्यो फ्रेम फुट्ला बरु निकालेर राखिदिनु। रक्सी हो नानु, के हो त्यो? ए अच्छा के बोले? भर्खर रक्सी बनाएको थियो, भर्खर थाहा छैन भन्छ त नानी। मोबाइल तेर्छ डराउँछ। थाहा छ तिमीलाई के हो? हो हजुरहरू नबस्नुहोस्, पढ्ने मान्छे पढ्नु जानुहोस् ल, जानुहोस् नत्र नि म यहाँ देखाउँछु है भिडियोमा। तपाईँहरूको स्कुलमा पनि सबैले थाहा पाउनुहुन्छ ल। गइसक्यो हजुरहरू पढ्न गइसक्यो। कुन ठाउँ हो यो भन्नुभएको छ? यो चाहिँ टोखा नगरपालिका वडा नम्बर 3 मा हो। यो अवैध तरिकाले चाहिँ यहाँनिर तुम्बाहरू रक्सीहरू किनबेच गरेको हामीले जानकारी पाए पश्चात अहिले यहाँनिर हामी तपाईँहरूसँग जोडिरहेका छौँ। यही त लुगाएर व्यापार गर्ने, लुगाएर हो। देख्छ आमा ल। ओहो पुरै यहाँ त अनि एक भाँडो, 2 भाँडो, 3 भाँडो, 4, 5 भाँडो ल। यहीँनिर भित्र 5 भाँडो छ यार। बत्ती नै रहेछ, बत्ती हालेकै छैन नि।
केही छैन केही छैन यो चाहिँ अहिलेसम्मकै पहिलो सफलता भन्नुपर्छ पुरै सानो चेपमा रहेछ पुरै चेपमा रहेछ अनि कहाँ निक्लिने त्यो 5 ड्रम छ त्यहाँ त्यो त ड्रमै आउँदैन त्यो अर्को नि निकाल्नु पर्छ सुरुङै रहेछ तपाईँ त्यो डब्बै निकाल्न मिल्ने गरिरहेको छ त्यो 5वटा ड्रम छ त्यहाँ भित्र 5वटा ड्रम छ त्यहाँ अनि नै त्यहीँको त यहीँ खनाइदियो हुन्छ कि त्यो खनाउनै मिल्ने होला यता जान्छ उता खेती जानु लुगाहरू चाहिँ के कुरो हो र मैले खिचडी लाइभमा ए यो लाने होइन होला यो त अहिले यहीँ खनाउने रक्सी नै हो अरे यहाँ पनि छ है यो चाहिँ तपाईँको जब यहाँनिर यो अनुगमन अर्थात् यो छड्के चेकिङ आयो भनेपछि उहाँहरूले बोरा बोरामा हालेर फ्याँकेको देखिएको छ त्यो तल्लोपट्टि साइडमा एक बोरा छ त्यो उतापट्टि साइडमा हजुर यतैको हो थाहा थिएन तपाईँहरूलाई हाम्रो त कहाँ थाहा हो नि अब के कम्पनी हजुरहरूको कि त्यहाँ पनि राख्नु ल्यायो कि हेर्नु हेर्दा हुन्छ सर हेर्दा किनकि यो त एउटै भित्र पर्यो नि त कम्पाउन्डभित्र एउटै पर्यो रहेछ अन्त फेरि परिन्छ त
खानालाई चाहिँ ल्याउने गरे होला यहाँ केटाहरूले यहाँ कामहरूले खाना चाहिँ ल्याउने गरे होला खाँदैन हाम्रो चल्दैन ए यस्तो हाम्रो खाने केटा राख्दै राख्दैन हामी किनकि ए के छ तिमी कहाँ यहाँ आइदियो कहाँ बस्छौ माथि दिप ज्योति ए अनि कहाँ यहाँ आइदियो यहाँ मेरो काम यहीँ माथि हो ए अघि आइरह्यो ए कता हो र सर भन्नुभएको छ कहाँ हो भाइ यो भन्नुभएको छ कुन ठाउँमा हो भन्दा चाहिँ यो टोखा नगरपालिका वडा नम्बर 3 यो भत्केको पुल नजिकै नयाँ बस पार्क प्रहरी प्रभागको यो टिमले चाहिँ यो अवैध तरिकाले तुम्बा लगायतका लागु पदार्थ झोल पदार्थहरू बिक्री वितरण गरेको पाइए पश्चात अहिले यहाँनिर उहाँहरूको टिमबाट यो अवैध बिक्री वितरण गरेर राखेको सामग्रीहरू यहाँ निकालिरहेको छ तल्लोपट्टि साइडमा छ तल्लोपट्टि पनि छ त्यो उतापट्टि बाटोमा ट्याक्कै जानु त उतापट्टि छ उतापट्टि एक बोरा छ त्यहाँ एक बोरा छ त पल्ला कुनाको चाहिँ होइन होला होइन हो त्यहीँको चाहिँ होला यहाँ पनि त निकाले छैन नि यो नि हो यो पनि हो किन आमा यसरी ढोका छुनेर बस्नु भएको बत्ती यतापट्टि कोठा पनि यतापट्टि हेर त यतापट्टि हेर्न त दिनुहोस् हामीलाई त्यो अपडाउनवाला सिस्टम होला क्या यहाँ स्विच देख्दिनँ ट्राई गर्छु तर त्यहाँभित्र पनि छ होला एक्लै नछोडेको हजुर त्यो भित्रबाट के यसमै लिएर आयो आएन त्यो भाँडो ठुल्ठुलो भाँडो छ कि 500 लिटर भाँडो छ त्यो त्यहाँ त सजिलो थियो भोक्याउनु भयो यहाँ त हेभी छ सक्दैन ठिक छ के रे नभएको चिज हामी किन गर्छौँ त यसो देखाइदिनु छोरी ल्याउँछ ल्याउनुहोस् म यसो खोल्न कोसिस गर्छु ल्याउनु त होइन देखाइदिनु अब जसरी खोलिहाल्नु जसरी हामी खोलिहाल्छौँ जसरी खोलिहाल्नु बहिनी यो चाबी कहाँ छ नानी होइन यो अब यो तपाईँहरू झन् ताला बिग्रिन्छ क्या यो खोलिदिनुहोस् बरु हामीलाई यसो त्यो पनि हेर्ने मात्रै सबै
यसो अलिकति हामीलाई त्यो अब यहाँ सबैजनाले यहीँ छ भन्नुहुन्छ सिस्टर हजुरसँग चाबी छ भने हजुरले चाबी ल्याएर दिनुहोस् जनप्रतिनिधि हुँदाखेरि उहाँले ताला फोर्ने अधिकार छ नि फेरि बुझ्नुभयो नि त्यसरी नि तपाईँले बुझ्नुपर्छ समाउनु त जनप्रतिनिधिलाई यहाँ साँची राखेर उहाँले ताला खोल्नुहुन्छ नि फेरि को हुनुहुन्छ यहाँ खै हाम्रो जनप्रतिनिधि हुनुहुन्छ नि ठिकै छ तपाईँहरूसँग चाबी छैन भनेको खण्डमा मात्र है फेरि होइन हामीले के गर्दैनौँ खोइ खोइ बोलाउनु न खोइ यहाँ जनप्रतिनिधि खोइ आउनु त यता आउनु चाबी छ भने खोलिदिनुहोस् न यसलाई फ्याँकेर नि अर्थ लगाएर नि यो त लाने होला नि त यता यता नराख्नु यो बरु निकालिहाल्नुपर्छ लग्ने नै कुरा हो किन यता फ्याँक्नु पिठो हो कि मैदा पिठो हो कि होइन होइन रक्सी बन्दैन चिज हो ए ल यहाँ छ त ए खाली नै रहेछ होइन नि के भेटेको हो सर भन्नुभएको छ यो चाहिँ अवैध तरिकाले डिजिटलमा राखिएको ल यतापट्टि लु ट्याक्क के सुन्नुभएको यो ताना यो ताना कति कति बत्ती चाहिँ कहीँ राखेर हुन्छ ल बल्यो त बत्ती ल बत्ती फेला परे हेत तरिका बत्ती नै नदेखिन राखिदिने यहाँ टन्नै रहेछ नि प्याकेटै प्याकेट त्यो खोल्नै परेन तिनजना दुईजना मिलेर त्यसैको गन्न पऱ्यो क्या गर्ने खाएर छैन होला कहाँ गयो ए सबै भाँडा भइसक्यो टन्नै छ हेरेर
यो भाँडा सबै लैजाउँ यसो टन्नै त्यही भएर नि यो होइन यसो के हो यो माटो रहेछ यसमा चाहिँ टन्नै छ हुन्छ अब यसमा नि त्यहाँ छ भित्र नि छ त्यो भित्र नि छ ए रहेछ ऊ ए भगवान् यो त सुरुङ मार्कै रहेछ त यता त सुरुङ मार्कै रहेछ त यता फेरि भित्र नि छ ऊ ए तुम्बा ल दुई झोला खाला यो त त्यही त हो नि यो त गाउँको के हो यो खाने मान्छेहरू थाहा भने कमेन्ट गरिदिनु होला हामी नखाने मान्छे आइरहेको छ यहाँ सबै लगेर सक्यो यो चाहिँ के को हो दिदी केबाट बनायो यो गहुँ र ऊ कोदो यसलाई के भन्छन् रक्सी भन्छ नि यो तुङबाट अनि त्यो गहुँ मिसाउँछ कि अनि त्यही भएर हामीले रक्सी पार्छ अब यो एउटा डरम होस् कि होइन अन्डरग्राउन्ड होइन मैले अन्डरग्राउन्ड भनेको होइन र त होइन एउटा त होस् अन्त सबै अरू त सबै लगिसके तपाईँले लानुहोस् एउटा त होस् के हामीले पेनाउँछ त यहाँ उताको र यताको दुइटै हजुरहरूकै हो हामी त गाउँबाट आएको कि हामी चाहिँ यस्तो आफन्त भएर यस्तो टोलेर हो टोइलेट हो टोइलेट त्यो चाहिँ टोइलेट टोलेर हो अब यो एउटा हो तल